नमस्ते सम्पूर्ण फेसबुक हाम्रा शुभचिन्तक महानुभावहरूमा म अहिले रघुनाथपुर डोजो अग्रोल टोलको यो खेलकुद प्राङ्गणबाट बोल्दैछु। रघुनाथपुर डोजो परिवारले यहाँहरूको बाबु नानीलाई स्वच्छ छवि अनुशासित वातावरणमा अनुशासित हुनको लागि मार्सल आर्टका गेमहरू खेलाइँदैछ। यो बिचमा हामीले यो खेल मैदानमा केही माटो काम भइरहेको हुनाले हामी खेलाउन बन्द गरेका थियौँ र तथापि हामीले काम हुँदै गर्छ, हामी खेलाउनु छोड्नुहुन्न। प्र्याक्टिस भन्ने कुरा यदि हामी छोड्यौँ भने हाम्रा पक्कै पनि हाम्रा खेलहरू बिग्रिन्छ र हाम्रा स्वास्थ्यमा पनि नकारात्मक असर पर्न जान्छ हेतुले फेरि पनि हामीले यो गेमलाई पुनः हामी सुचारू गरेका छौँ र यहाँहरूलाई रघुनाथपुर डोजोका हाम्रा सम्पूर्ण गुरुहरूको निर्देशनबाट, हाम्रा अग्रज गुरुहरूको निर्देशनबाट हामीले फेरि पनि गेमहरू पुनः सञ्चालन गरेका छौँ। हुनसक्ला हामी यो बिचमा सञ्चालन गर्न सकेनौँ, त्यसको लागि हामी क्षमा हामी माग्न चाहन्छौँ। समय सापेक्ष हामीले आफ्ना खेलहरूलाई परिमार्जन गर्दै राष्ट्रको लागि खेल, देशको लागि खेल र स्वास्थ्यको लागि खेल जस्ता नाराहरूलाई अङ्गीकार गरेको हाम्रो यो डोजो पक्कै पनि यहाँहरूको यदि बाबु नानीलाई जो अहिलेको समयमा आफ्ना मोबाइलका बाट यदि छुटकारा दिलाउन चाहनुहुन्छ भने 1 घन्टा बिहानीको स्वर्णिम समयलाई स्वास्थ्यका केही स्वास्थ्यका एक्टिभिटीमा भाग लिइकन उनीहरूलाई जीवनमा एउटा स्वास्थ्य नै सर्वोपरि धन हो। यदि स्वास्थ्यमा केही खराबी आयो भने भयभरका सम्पत्ति नाश हुने र संसारको कुनै पनि चिजले हामी किन्न सकिन्न स्वास्थ्यलाई। यो स्वास्थ्य नै सबभन्दा ठुलो कुरा हो भन्ने कुरालाई जुन मोटो हाम्रो छ त्यो को स्वीकारेर आफ्ना बाबु नानीलाई रघुनाथपुर डोजो परिवार यहाँहरूको माझमा फेरि पनि यो माटो काम हुँदैछ, हुँदै गर्छ र हामी आफ्ना बाबु नानीलाई यहाँ खेल फेरि सुचारू भएकोले 4:30 बजे पठाएर सहयोग गरिदिनु हुन हामी अनुरोध गर्छौँ। यो रघुनाथपुर डोजो परिवार यहाँहरूलाई रघुनाथपुर यहाँहरूलाई हार्दिक स्वागत र अनुरोध गर्दछ। जय खेल, जय देश, जय हो।